What's up everybody, it's me Nisal. Welcome back to the channel साथीहरु. Welcome to like mushroom farming. मैले गरिरहेछु तपाईहरुलाई थाहा छँदैछ. अर्को लट फेरि च्याउ हाल्न थालेको. परालहरु सबै यो 1-1 इन्चीमा काटिसक्यौं. अनि त्यसपछि जाली बोरा ल्याइसक्यौं. यो 20 रुपैयाँ ओटा पर्छ, बजारबाट ल्याउन सक्नुहुन्छ किनकि जताततै त्यो चुना पानी पुग्नु पर्यो नि त. अब पहाल्न लागेको पराल एक लटमा 12-13 बोरा गर्न सकिन्छ. अब यो एक लट 2 लट गरेर गर्नुपर्छ. धेरै पुरा लेबर लगाएर गर्ने गरे हैन, धेरै हाल्ने गरे छैन हैन, धेरै एकदम मास लेभलमा. तर 150 पोका त हाल्न सकिन्छ नि त. अनि एक लटमा 50 पोका गर्नको लागि अब यहाँनेरि 13-14 बोरा भयो. अब भोलि पर्सि अर्को फेरि बोरा ल्याएर अरूहरु पनि थप्नु पर्छ. अब यसलाई धुनी हो साथीहरु. अब यो पराल धुनु पर्यो. काम गरिरहँदाखेरि चाहिँ के गर्छन् भने यो सबभन्दा झोलेको स्ट्र्याटेजी हो कि हामीलाई डिफेम गर्नको लागि विदेशी एजेन्ट दलाल अनेक भन्छन् है. वर्षौंदेखि पढी लेखी हैन, खेती किसानी गरी काम गरी आइरहेको मान्छेलाई लाज लाग्दैन? तिमीहरूले यो देख्दैन अलिकति पास्ट के हो गएर खोताल्नु पर्दैन? अनि के भन्छन्, ए यो विदेशी एजेन्ट हो, यो जेएनजी होइन, आतंकवादी हो भनेर लाज लाग्दैन अलिकति? त्यही भने कि म सबैलाई भन्न चाहन्छु, यिनीहरूलाई हटाउनु पर्ने हो. यिनीहरू हो विदेशी एजेन्ट. कृषि चुन चाहिँ यही हो है साथीहरु. हामीले चाहिँ एक बोरै ल्याउने गरेको छ हैन, किनकि टन्नै अब लाइक वर्षभरिमा कति लट हालिन्छ कति लट हालिन्छ. अब यो अहिले तत्कालको लागि यति नै गरौँ. अब कृषि चुन हालेर एक डडम पानी पहिला घोल्नु पर्यो मज्जाले. यही डडम लिँदा हुन्छ. यो डडम तपाईहरुलाई 1700 जतिमा लिएर आए मैले चाहिँ. अब यो बार युज हुन्छ यो डडम. यो चुना हालिसकेपछि यतिको सेतो हुन्छ. यहाँ अरू चुना अब यो 1-2 ताली 3-4 तालीसम्म पखाल्नु पर्छ नि त. अरू पनि बोराहरू टन्नै छन् अनि चुना थपिरहनु पर्छ. चुनाले सब कीटाणु जति नाश गर्छन्. यो देशको कीटाणु नाश गर्नु पर्ने हो. हुन चाहिँ चुनै खुवाएर भनी बोरा लिएर आइदिएछ. तपाईहरुलाई थाहा छैन होला हैन. यो पनि लगभग 1-1.5 वर्ष अगाडि अब फ्याक्ट्रीबाट ल्याएर यहाँ टन्नै किसानहरूलाई चाहिन्छ कि अब पराल काटेर राख्छन्. पराल काटेर हाल्ने यो ठुल्ठुलो भाङा बोरा भन्छन् यस्तातिर हैन, मतलब भाङा भन्छन् यता मधेसतिर. अनि यो पनि राखियो. अब फेरि त्यहाँ धुँदै थिएँ म त. डुबाउने हो यसलाई. अब यो मज्जाले उफ्रेर यहाँ माथि पुरा भिजाउनु पर्छ यसलाई. अनि त्यसपछि मज्जाले खुट्टाले कुचेर धुनुपर्छ. अनि त्यसपछि त्यहाँनिर तेर्साउनु पर्छ. अब यो काम गरिजेल मोबाइल तेर्साउन चाहिँ मिल्दैन. यतिको फोहोर आउँछ कि हेर्नु न, यो कस्तो फोहोर हुन्छ पानी. अनि त्यही भएर त मजाले पखाल्नु पर्छ. यो सबै कालो झोल जान्छ, कालो झोल. गुलियोपना हो रे, गुलियोपना परालको. दुःख पाइन्छ नि धेरै. नकरा न मुला बोका. काम छैन, टन्न खाएर नि बो गर्दै कराउँछु. यहाँ आइज बोरु काम लगाउँछु तँलाई म अलिअलि. कस्तो फोहोर आयो आउन नि. हेर्नु न ल फोहोर पानी यही कति धेरै आउँछ. यो सफा पारेन भने फेरि आउँदैन. त्यो ढुसी फैलिन दिँदैन कि. राम्रो सफा हुनु पर्यो. यहाँ भाचेला भनेर यहाँ पनि राख्दै 12 बोरा मजाले भिजाइयो, पखालियो. अब भोग्ला यार मलाई त यतिखेरै नै भोग्ला. यहाँ हेर्नु त ल कस्तो पानी. यहाँ त फोहोरियो. भोलि बिहान उठेर यहाँनेरि आगो बालेर 4 बजेबाट सुरु गर्नुपर्छ. 4 बजेबाट यस्तो फोहोर पानी आउँछ. अनि त्यही भएर त पखाल्नु पर्छ नि. आमामा ल साथीहरु, भयो आजको काम यति हो. भोलि बिहान अब उसिन्ने काम छ. यसरी चुना छिटेर छोडिदिएको. अब यो कीटाणु जति सब मर्छ. चुना चाहिँ छिट्नै पर्छ, कम्पलसरी छ है. अस्ति नै लगभग 1-1.5 महिना यतिकै खाली राख्नुपर्छ कि. 1 महिनाभन्दा बेसी खाली राख्नुपर्छ कि. बिहानको 4 बजे साथीहरु डडम लगाइदिइसकेँ मैले. उ त्यहाँ तलपट्टि ओदान छ. उ यति लगभग कति भने यति 5 इन्ची 6 इन्ची जति ओदान छ. तल त्यो ओदान भन्दा तलपट्टि चाहिँ पानी छ, फलामको ओदान छ. अब यो बोराहरू टक्क हाल्ने हो. बोरा बफ्फिने हो कि पानीमा डुब्नु चाहिँ भएन साथीहरु है त. माथिबाट यसरी बोराले छोपिदिनु पर्छ, डडी बान्दिनु पर्छ. अनि अब आगो बाल्ने हो. यसमा त खाली मज्जाले जति आगो बाले त्यति चाँडो बाफिन्छ. तर पनि मिनिमम त 2 घण्टा त पर्यो. अनि बरु देन आफ्टर 1.5 घण्टाको अर्को लट हाल्दाखेरि हुन्छ. माथिबाट हुतुतुतुतु धुवा आउँछ कि. उज्यालो भयो, आगो बल्दैछ रनन. माथिबाट बाफ पनि यसरी आउन थाल्यो. लगभग 2 घण्टा हुन लागिसक्यो. अब एकछिनमा निकालिदिनु पर्छ. तबसम्म अरू काम गरौँ. आगो त बाले हो. आज त 2-3 वाहन गर्दाखेरि त धेरै आगो बाल्नु पर्छ. यो हाम्रो बारी. यहाँनेरि मकै रोप्नलाई रेडी पारेर राखेका छौँ. अब अझै 1 चास लगाएर अनि मकै रोप्नु पर्छ. म त्यहाँनेरि केरा काट्न हिँडे. केरा बसाएछ मजाको पोटिलो भएर. गजबको छैन त पोटिलो. अब यसलाई च्वाट्ट काट्नु पर्यो. अनि त्यसपछि लिएर जानु पर्यो. ल खर्लप्पै
भारी ल ओए यतिको चाहिँ हुनु पर्यो च्वाट्टै देख्यौ नि सक्दैन त अनि मैले 2 घण्टा लगभग यो पाक्यो परैबाट बाख्ना आइसक्यो चिउरा जस्तो यही बाख्ना आउनु पर्ने हो अब यसलाई निकाल्न चाहिँ गाह्रो पर्छ बाफै बाफ हात पोल्छ अब मिलाएर यसरी निकालौँला 3टा बोरा छ तलपट्टिको निकाल्न चाहिँ गाह्रो के माथिको तल ठिकै छ जेनतेन गरौँला तलपट्टिको चाहिँ गाह्रो हुन्छ बाबालाई बोलाउनु पर्यो छिराउँदा चाहिँ एकैताली यसरी 2टा बोरा छिराउनु पर्छ क्या माथिबाट दबाउनु पर्छ बेसमरी ठेल्नु पर्यो बेसमरी अनि सजिलो हुन्छ माथिपट्टि अनि एउटा बोरा राखेर पेल दिन मिल्छ यो लट 8 बजे हालियो अब लगभग 10 बजे झन्डै 10 बजे 2 घण्टा त राख्छौँ क्या हामी मिनिमम यो राम्ररी पाक्नुपर्छ 1.5 घण्टा राख्दा नि हुन्थ्यो अब दाउरा बल्छ एकछिन यतातिर नि हेर्नु पर्यो काम जताततै काम हेर्नुपर्ने छ यहाँनिर चुना छिटेर राखिदिसिया छ मस्त तरिकाले अस्ति नै छिट्या थियो अहिले नि यति छिडिसकेपछि अब यो प्लास्टिक डाउन गरेर यहाँ फर्दर काम गर्नुपर्छ साथीहरू 10 बज्यो यसलाई निकालिदिनु पर्यो अनि त्यसपछि फेरि उतिनहरू हाल्नु पर्यो यो 3 बोरा रेडी भइसकेको छ है लगभग 6 बोरा चाहिँ आज प्याकै गर्छौँ होला हामी पानी त सकिएछ पिदमा अलिकति 2 बानमा हेर्नु त यो 6 बोरा रेडी भयो अब मोटर चालु गर्नु पर्यो मोटर चालु गर्नु पर्छ आगो चाहिँ मजाले बाल्नुपर्छ कि आगो रन्काउनु पर्छ 2 बोरा भित्र छिराइसकि अब माथिबाट एउटा बोराले टपक्क पारो मिलाएर अब माथिबाट बोराले छोप्ने हो कि मजाले ढाकिनु पर्यो नि त यो सबै बाफ जताततैबाट छिर्नु पर्यो यिनीहरू बोराबाट चाहिँ पोका पार्दा हुन्छ एकछिन अब हल्का मन तातो छन् हैन अब बाहिर यसो खुल्ला छोडिदिने अब म चाहिँ के भन्छु भने कीटनाशक चाहिँ कस्तो भने एकदम 300-400 पोका 500 पोकालाई चाहिँ कीटनाशकदेखि लिएर अनेक कुरा छर्किन्छन् हैन मैले पनि हालेको तर त्यो हालेको खासै मैले केही देखिनँ के चेन्जेस यस्तो हुन्छ नि मलाई खासै लागेन अब त्यस्तो रोग लागिहाल्यो भने चाहिँ हो अब यहाँ जम्मा मैले कति हाल्छु यो 100 पोका हाल्छु अर्को 50 पोका 150 पोका हाल्छु त्योभन्दा म गर्न सक्दिनँ त्यही भएर चुना तातो पनि होइन कि हल्का छ द्याट्स इट चुना यसमा मिसायौँ मजाले अब यसलाई त प्याक गर्ने बाहेक खासै केही पनि छैन अब प्लास्टिकमा हाल्ने प्याक गर्ने बिउ सँगसँगै बिउ लिएर आइसकेको छ बिउलाई चाहिँ लगभग ल्याएपछि 1 हप्ताभन्दा धेरै राख्नु नै हुँदैन कि अब आज कति पोका हालिन्छ हेरौँ मेरो अनुभवमा त 18 पोका जति हाल्नुपर्ने हो च्याउको बिउ यही हो 200 ग्रामको यो प्याकेट अनि त्यसपछि यसरी फोड्ने अब एउटा प्लास्टिकमा हाल्ने हो त्यही एउटा यो बडको भनौँ न एउटा यो 200 ग्राम अब हाल्ने तरिका भनेको 5 लेयर अब 4 लेयर जतिमा हाल्दाखेरि नि हुन्छ तपाईहरुलाई कसरी अब सजिलो पर्छ मैले चाहिँ लगभग 4 लेयर जतिमा हालेर हुन्छु अब यसो गर्ने यहाँनेरि अलिकति यति जति पराल हाल्ने त्यसपछि अब सिम्पल यति जति लिने यसको जस्ट वरिपरि यसो घेरो बनाउने ठेल्ने एकदम प्याक चाहिँ गर्नुपर्छ है हातले चाहिँ एकदम बेसरी ठेल्नुपर्छ नि 1 2 3 4 5 लगभग ठ्याक्कै 5 लेयर बनाएँ मैले चाहिँ अब 4 लेयर बनाउँदा नि हुन्छ हजुरहरुले यो अर्को पनि भ्लग छ मेरो युट्युबमा हैन यो भ्लगमा चाहिँ अलि राम्ररी तपाईहरुले बुझ्न सक्नुहुन्छ त्यसबाट हेर्दाखेरि पनि हुन्छ है अब बिउ चाहिँ यही हो यस्तो गर्दै यहाँ रबरले बान्ने के माथिपट्टिबाट अब यसले यसो गरेर बान्दिदाखेरि नि हुन्छ द्याट्स इट गाइज मतलब सजिलो छ है यो हाल्ने तरिका चाहिँ धेरै जनाले चाहिँ सोधिरहनु भएको हुन्छ 6 पोका भरिसक्यौं अब 1 पोका मात्र हुने रहेछ 3 बोराको यो ठुलो वाला पोका परेछ कि परेछ हैन ठुलै वाला ल्यायो तर अस्ति नै भरेको थियौ हिसाब किताब अलिकति गडबड भयो केही छैन सोचे भन्दा 1 2 पोका घट्छ अब अर्को बोरा 3 बोरा खनाउनु पर्छ यो गरम त्यो बाबाले खनाउँदै हुनुहुन्छ यसलाई भरौँ है त यहाँ छ बिउ हाम्रो बिउ चाहिँ धेरै राम्रो परे है सेतो हुनुपर्छ कालो पहेँलो केही हुनु भएन है बिउ नेक्स्ट डे गाइज नेक्स्ट डे हिजो बेलुका उ गरियो च्याउ हालियो आज यहाँनेरि मकैको डोब तान्दैछु त्यहाँ बाबा क्यारी लाउँदै हुनुहुन्छ अब मकै रोप्ने हो यो 5 कट्ठामा त्यहाँ मसिनले रोप्ने हो मकै रोप्न चाहिँ त्यहाँ लिएर आछौँ भाडामा पाइन्छ कि मसिन 25 रुपैयाँ कट्ठा दियो भने अनि आफूले गुडुर गुडाउने हो गेडा हालेर पहिला यो कहाँ रोप्ने भनेर डोब त बनाउनु पर्यो नि त एकै हातले यसरी सजिलो तरिकाले त्यहाँ मकै छ तपाईहरुलाई देखाइदिन्छु म यहाँनेरि मकै हुन्छ सिम्पल तरिकाले यहाँ माथिबाट हाल्ने हो कति सजिलो छ यो खोलेर हाल्ने हो अनि हेर्न कहाँसम्म गाडिन्छ मज्जाले मकै झर्छ कि झर्दैन भनेर चाहिँ यहाँबाट थाहा हुन्छ यहाँ मकै तर सबैतिर झरे छैन कि क्या हो यार खोइ त
भित्र जान्छ के त्यहाँ हेर्ने ए सजिलो छ यसरी ठेल्नी हो अलिकति मजाले एकदम एक हातले नि यसरी ठेल्न सकिन्छ योपालि मकै रोप्नलाई माटो पनि धेरै राम्रो बन्यो कि अरू बेलामा डल्ला डल्ला भइदिन्थ्यो कहिले के भइदिन्थ्यो कस्तो भइदिन्थ्यो अब हेर्नु न यहाँ यति छ हैन अझै छ यति नै जमिन अझै छ हैन नभए हैन बेलैमा अलिअलि जोडियो जे भयो नि खाना पुग्नी छ कि जति खाए नि तराईमा जे रोप्दै नि फल्छ चाहिने खाना हो सुरुमा हैन त खाना बाहेक अरू त सब सेकेन्डरी हो नि त अब त्यसपछि अब यो मकै फल्छ मकै क्यास क्रप हो तराईमा धान चाहिने हो खानालाई धान फलिहाल्छ छर्दै पनि फल्छ कि बिउ पुगेन नि थप्नु पर्यो मसिनले रोपेपछि यस्तै मान्छेले रोपेको भए बिउ पुग्थ्यो हैन अब एक्स्ट्रा बिउ चाहियो अहिलेको लागि लगभग 1 किलो ज्यादा लाग्यो झन्डै अब किनकि एउटा दुईटा गेडाहरू ठाउँमा ज्यादा डबल पनि पर्छ कि मसिन हो नि त मान्छेले रोप्या भए एउटा राख्नु यता च्याउको हाल्न पाएको छैन उ तिनीहरू लगभग 6 बोरा त्यत्तिकै बसेको छ हिजो बेलुका 6 बोरा हालिसकेको अरू 6 बोरा यहाँ यत्तिकै बसेको छ यो अर्को लटको लागि यहाँ धुनलाई रेडी बनाइसकेको छ बिहानै कामहरू गरिसकेका छौँ हैन अब सबै कुरा देखाउन सकिँदैन कि गाइज अब जतिखेर नि भिडियो गर्न सकिँदैन अब यस्तै हो तरिका तपाईँहरूलाई थाहा भइहाल्यो हैन नभए योभन्दा अगाडिको नि भ्लग छ एउटा मजाले त्यसमा चाहिँ मलाई लाग्छ मजाले बुझ्नुहुन्छ होला त्यतिखेर चाहिँ खालि त्यो प्रोसेस मात्र भनेको छु मैले अहिले त मैले ग्लोभ्स लगाएँ हिजो पुरै हैन अब मलाई त्यो सबै चुनाले औँलाभरि छिरेर हैन खाएर त्यो औँला दुखेर त्यस्तो भएको थियो अनि यहाँ प्याक गर्दैछु बाबा नि हुनुहुन्छ अनि मजाको हेर्नु न गर्दैछु यहाँ च्याउको बिउ एकदम राम्रो छ बिउ चाहिँ राम्रो पर्नु पर्यो बिहान मकै रोपियो खानासाना खाइयो फेरि ब्याक टु दी लाइक यो च्याउ खेतीको ल साथीहरू यो त सकाएँ मैले अब त्यहाँ टन्नै पोकाहरू भइसक्यो लगभग हुन्छ म लिएर आउँछु बिउ पनि हेर्नु त पोकाहरूलाई चाहिँ व्यवस्थित तरिकाले राख्नुपर्छ कति राम्रो भयो पोकाहरू धेरै राम्रो देखियो है मलाई ज्यादै रमाइलो लाग्छ यस्तो भएपछि आफूले गरिरहेको काम देखिँदै जाँदाखेरि यो सकिँदैन त हो सकिँदैन जति गर्दाखेरि पनि यो किसानीको पैसा चाहिँ एकदम मेहनत गर्नुपर्छ कि थोरै पैसा हुन्छ तर एकदम बच्छ है यस्तो पैसा फेरि बचिरहन्छ त्यो फोकटमा जाँदैन है मेहनत चाहिँ धेरै छ अब यत्रो गरेर ठिकै पैसा आउँछ धेरै आउँदैन आफूलाई अलिअलि यसो हुन्छ नि जेनतेन पैसा आउँछ तर एकदम टिक्नीवाला पैसा आउँछ यो पैसा अब यत्रो अहिले धुनुपर्ने छ अब यो 4-5 बोरा उ त्यहाँनिरबाट पनि 6-7 बोरा हुन्छ अझै 9-10-11 बोरा अझै धुनुपर्ने छ यहाँनिर मजाले यति प्याक गरिसकेर अब यो पुर्याउनु पर्यो प्याकै भइसकेको छैन भर्खरी यति अझै 1 2 3 4 वटा पोका अझै बन्छ बिउ यतै छ लु सबै धोएर त्यता राखिदेऊ है अब उतातिर डल्लाहरू झुन्डाउन जानु पर्यो अब यो भोलिको लागि अहिले नै पानी भरेर राखिदिएको उदानभन्दा अलिकति तल छ अब यो 3टा बोरा पनि अहिले राखिदिने हो अनि भोलि बिहानै उठेर लगभग 4 बजीतिर आगो दन्काइदिने हो 3 मान भोलि पनि गर्नुपर्ने छ 9 बोरा यो रुम चाहिँ रेडी भयो साथीहरू अब झुन्डाइदिन्छु म त्यतातिर यो सबै पोकाहरू यहाँनिर टन्नै देखियो कि अब यसलाई टक्क पारेर झुन्डाउने हो अँध्यारो छ अँध्यारोभित्र अँध्यारो राख्नुपर्छ यतिको अँध्यारो चाहिँ मेन्टेन गर्नु पर्यो यहाँ पनि पुरै छोप्नुपर्छ यो यसरी राखेर भएन अब झुन्डाउने हो त्यहाँनिर माथि सट्ट पारेर त्यो डोरीमा हाल्ने त हो नि यसरी झुन्डाउन सकिन्छ कि 3टा पोकासम्म झुन्डाउन सकिन्छ हैन अब यसको हाइट चाहिँ लगभग हेर्नु न म छु कति 5 फिट 8 इन्च जति छु ल भनौँ 6 फिट जति राखेर यो गर्न सकिन्छ हैन 3टा त मैले हालेँ अब यसरी नै यहाँनिर 1 2 3 4 उता अरू थप्नु पर्यो टन्नै जान्छ कि यो अब 3टा यस्तो अनि एउटा कोठामै लगभग भनौँ न 100 पोकै गइदिन्छ कि एउटा 15 बाई 15 20 बाई 20 को कोठामै हैन 100 बाई 100 वटा 150 वटा पोका हाल्न सकिन्छ यसमा पोका हालेर सक्यो 2-3 लाइन अनि अझै अलिअलि बस्यो अब राख्नुपर्छ अब भोलि हालौँला अहिले छोडिदिउँ त्यो हो यो पहिलाको जस्तै भयो कि भएन साथीहरू ल हेर्नु त यसको ब्याकग्राउन्ड उतापट्टि पनि छ त्यताभन्दा उताडी छ 3 लाइन भयो यो अनि अब यसमा पनि हाल्नु पर्यो यसमा पनि हाल्नु पर्यो भोलिको लट यसै बसिहाल्छ साथीहरू अब त मैले भ्लग इन्ड गर्दा नि हुन्छ होला खासै त्यस्तो केही छैन पोका हालेको नि देखाइहाले सबै कुरा त लगभग भइसक्यो हैन अब यहाँसम्म हेर्नुभयो डोन्ट फर्गेट टु डु सब्स्क्राइब लाइक द भिडियो अनि अब यसको अझै मैले भनिहालेँ अहिले पनि भनेको थिएँ हैन एकदम राम्ररी हेर्न मन छ भने चाहिँ योभन्दा अगाडि नै मैले एउटा भिडियो ड्रप गरिसकेको छ युट्युबमै छ हैन त्यहाँबाट हेर्न सक्नुहुन्छ यस्तो छ है तपाईले देख्न सक्नुहुन्छ डोन्ट फर्गेट टु सब्स्क्राइब लाइक द भिडियो बाइ बाइ टेक केयर लभ यु गाइज यो मैले हुन्छ नि वर्षमा 1-2 ताली हालिरहने हो फर्स्ट टाइम होइन अनि अहिले ठ्याक्क हाल्ने बेला नि भएको थियो सकिसकेको थियो कि भन्दा अगाडि लट बाइ बाइ टेक केयर लभ यु गाइज